10 वर्ष खेल्ने उमेर, साइकल चढेर साथीहरूसँग रमाइलो गर्ने, तर एउटा परिवारको लागि त्यो उमेर कहिल्यै फर्केर नआउने सम्झना मात्र बन्यो। धनगढी उपमहानगरपालिका बाहिर विकसित भएको उपमहानगरपालिका भनेर चिनिन्छ, तर केही वडाहरू यस्ता विकट पनि छन् जहाँ अशिक्षा छ, गरिबी छ, समस्या छ। ती गाउँहरूमध्ये अधिकांश मानिसहरू अशिक्षित र गरिबीको रेखामुनि जीवन बाँच्न बाध्य छन्। त्यही गाउँमा बस्ने एकजना 10 वर्षीय बालकलाई अपहरण गरेर जङ्गलमा लगिन्छ र त्यही जङ्गलमा लगेर विभत्स हत्या गरिन्छ। एउटा बुवा जसले आफ्नो प्राणभन्दा प्यारो छोरा घर फर्किन्छ भनेर आफ्नो घरको धोका हेरिरहे, तर जब खोजी जाँदा जङ्गलमा आफ्नै छोराको निर्जीव शरीर देख्नुभयो र त्यो क्षण शब्दद्वारा बयान गर्न सकिँदैन। आज म एउटा दुःखद घटनाको बारेमा कुरा गर्न गइरहेको छु, जसले आज एउटा परिवार मात्र होइन, त्यो गाउँका सबै मानिसहरू स्तब्ध भएका छन्, मर्माहित भएका छन्। आखिरमा अपराधीले ती 10 वर्षको अबोध बालकलाई अपहरण गरेर जङ्गलमा लगेर किन हत्या गर्यो त? यसको पछाडिको कारण के हो त? आजको यस भिडियोमा यही घटनाको बारेमा कुरा गर्नेछु। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आजको विषयवस्तुमा प्रवेश गर्न चाहन्छु। आजको भिडियो कुनै मनोरञ्जनको भिडियो होइन। यो एउटा परिवारको पीडा, एउटा समाजको प्रश्न र बालबालिकाको सुरक्षाप्रति हाम्रो जिम्मेवारी विषय हो। धनगढी उपमहानगरपालिका वडा नम्बर 17 उत्तर खैरेनी मुक्त कमैया शिविर छ। त्यो मुक्त कमैया शिविर गौरीगङ्गा नगरपालिकाको सिमाना सिद्धिएपछि धनगढी उपमहानगरपालिकाको सिमाना क्षेत्रभित्र पर्छ। धनगढी उपमहानगरपालिका वडा नम्बर 17 जङ्गलबाट घेरिएको वडा हो। त्यही शिविरका 10 वर्षीय तनु चौधरी बुधबार साँझदेखि सम्पर्कविहीन भएका थिए। सुरुमा परिवारका मानिसहरूले अबेरसम्म घर नआएपछि आफ्नो साथीहरूसँग साथीहरूको घरमा बसिरहेको होला भनेर उनीहरूले सोचेर बसेका थिए। अर्को दिन बित्छ, अर्को दिनसम्म पनि घरमा छोरो नआएपछि ती पीडित परिवारले प्रहरीलाई खबर गर्छ। प्रहरीलाई फोटो बुझाउँछ र प्रहरीको टोली पनि आउँछ। परिवार, स्थानीय र प्रहरीले खोजी जारी राखे, तर शुक्रबार आएको खबरले सबैलाई स्तब्ध बनायो। घरबाट निस्किएको एउटा बालक, सायद उसले त्यो दिन अरू दिन जस्तै सामान्य दिन हो जस्तो लागेको थियो होला। उसलाई कहाँ थाहा थियो त्यो दिन उसको परिवारको जीवन बदलिने दिन बन्नेछ। बेपत्ता भएपछि परिवारको मनमा एउटा आशा भने थियो, कतै साथीको घरमा होला, भोलि फर्किएला। तर समय बित्दै गयो। खोजीको क्रममा स्थानीय जङ्गलमा एउटा हृदय विदारक दृश्य देखियो। बालक मृत अवस्थामा फेला परे। उनले चढ्दै आएको साइकल पनि नजिकै भेटिएको बताइएको छ। त्यो क्षण एक बाबुले आफ्नो संसार टुटेको महसुस गरे। भनिन्छ बुवाहरू धेरै रुँदैनन्, तर जब सन्तानमाथि यस्तो दुःख आइपर्छ, आँसु पनि कमजोर पर्छ। स्थानीयले सम्हालेर घटनास्थलबाट टाढा लगेको त्यो दृश्य सामाजिक सञ्जालमा धेरै मानिसको मन छोएको छ। तर यति बेला हामीले एउटा कुरा बुझ्नुपर्छ, यो घटना केवल एउटा समाचार होइन, यो प्रत्येक अभिभावकका लागि चेतावनी पनि हो। हाम्रा बालबालिका कहाँ छन्, कोसँग छन्, उनीहरूको सुरक्षा कति सुनिश्चित छ? घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ। यस अवस्थामा निष्कर्ष निकाल्नु वा अपुष्ट कुरा फैलाउनु सही हुँदैन। हामीले गर्नुपर्ने काम अफवाह नफैलाउने, परिवारको गोपनीयता र सम्मान गर्ने, बालबालिकाको सुरक्षामा थप ध्यान दिने, सत्य बाहिर ल्याउन सम्बन्धित निकायलाई सहयोग गर्ने। त्यही क्षेत्रमा 10 वर्ष अगाडि जबरजस्तीकरण गरेको घटना पनि बाहिर आएको थियो र दोषीलाई पक्राउ गरेर उनीहरूलाई जेल चलान गरिसकेपछि 10 वर्षको जेल जीवन काटेर उनीहरू पुनः फर्किसकेका छन्। यो घटना घट्नुभन्दा 15 दिन अगाडि पानी पिउने धारामा एउटा बालकको कानमा लगाएको मुद्रा चोरेको घटना पनि घटेको थियो र यो क्षेत्रमा त्यस्ता घटनाहरू समय समयमा घट्दै गइरहेको छन् र त्यहाँका स्थानीयहरूले यो ठाउँमा एउटा अस्थायी प्रहरी बिटको स्थापना गर्नुपर्छ भनेर जिल्ला प्रशासनलाई उनीहरूले ज्ञापन पत्र बुझाउँदा पनि जिल्ला प्रशासनले अहिलेसम्म कुनै ध्यान दिएको छैन र स्थानीय मानिसहरूले आवाज पनि उठाइरहेका छन् र हामी जनताहरूको सुरक्षा थ्रेटमा छ र सुरक्षाको निम्ति जिल्ला प्रशासन कार्यालय केही पहल गरिदिनुपर्छ भनेर उनीहरूले आग्रह गरिरहेका छन्। समाज तब बलियो बन्छ जब सबैभन्दा कमजोरलाई सुरक्षित राख्न सकिन्छ।
आज एउटा बुवाको संसार उजाडिएको छ, एउटा घरको हाँसो रोकिएको छ। 10 वर्षको उमेरमा जीवन समाप्त हुनु कुनै परिवारले भोग्न नपरोस्। तनुजको आत्माको चिर शान्तिको कामना, शोकाकुल परिवारप्रति गहिरो संवेदना। यदि तपाईँ पनि बालबालिकाको सुरक्षाप्रति सचेतना फैलाउन चाहनुहुन्छ भने यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरेर सहयोग गरिदिनुहोला। यस्तै अपराधसँग सम्बन्धित भिडियोहरू हेरिरहनको लागि ऊर्जाको मार्ग युट्युब च्यानललाई सब्स्क्राइब भने अवश्य गर्नुहोला भन्दै म तपाईँहरूको माझबाट बिदा लिन चाहन्छु। हवस् त, नमस्कार।